डाङको घोराइतिर दह नजिकै टिप्परको ठक्करबाट एकजना महिलाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनापछि आक्रोशित स्थानीयहरूले दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै नउठाउने अडान लिएका छन्। अनि अहिले पछि उपरान्त अर्को होला। अब हामी पुलिस प्रशासनको हो यही आउनु पर्छ के उता जाने हैन यही आउनु पर्यो। पुलिस प्रशासन त्यस्तो कुपी हुने हुँदैन यही आउनु पर्छ। कुपी भन्ने चाहिँ हुँदैन के वार्ता यही हुन्छ। प्रदर्शनका कारण रोल्पा दाङ शहीद मार्ग अवरुद्ध हुँदा सवारी आवागमनमा ठप्प भएको छ। जनताले के हातपात गरौँला त्यो कम्पनीको मालिकलाई पहिला पनि यो घरमा दुर्घटना हुँदाखेरि आएको नि अहिले किन नआउने पहिला आउने अहिले नआएर हुन्छ त। अब चाहिँ सबै जनताले यो बाटो टिप्पर हिँड्न दिन्न हाम्रो माग चाहिँ यो पीडितले क्षतिपूर्ति पाउनु पर्यो। यो टिप्पर नैडाल्ने पनि हजुर हिँड्न दिन्न म यो चाहिँ पाँच घरमा भित्रै हालिकन मारेको यति नै एउटा बच्चा मर्यो 3-4 वर्षको बच्चा पनि घरभित्र गएर मार्दियो। यो चाहिँ अलि लापरवाही पनि हो। अहिले हेर्नु न सबैले पनि हिँडिसकेको मान्छेलाई जो साइडमा हिँडिसकेको मान्छेलाई कसरी हेर्नु न त्यस्तो भइसक्यो भनेपछि अनि आफै त्यस्तो गल्ती गर्ने अहिले पनि आफै यहाँ नआउने त्यो मान्छे आउनु पर्यो। हामीले माग गरे पुरा हुनु पर्यो। त्यसपछि बल्ल के गर्नुपर्ने लास उठाउनु पर्ने हो कि के तपाईको चाहिँ सासू हजुर मेरो सासू के छन् तपाईका मागहरू? हामीले त मागहरू अब त्यो भने यहाँ आउनु पर्यो त्यो मान्छे जो त्यो गल्ती गरेको त्यो मान्छे आउनु पर्यो। रामबहादुर राई रामबहादुर राई हो यहाँको घरको ठेगाना चाहिँ यहाँ आएर बस्नु भएको थियो अनि यहाँसँग बसेर एउटा बसोबास गरेर यहाँको जीवनहरू जीवनकालीन गुजारिरहनु भएको थियो। तर यहाँको घर चाहिँ पूर्व कता हो भनेर भन्नुहुन्छ। यहाँ चाहिँ बस्नु भएको अहिले चाहिँ श्रीमान श्रीमतीको नाताले बस्नु भएको थियो। विवाहको नागरिकता भन्ने छैन यहाँहरूसँग। अनि र यहीँसँग यहाँका आय आर्जनबाट यहीँको मेहनत पौरहरूले बिचरा बाँचिरहने खाइरहने गरिरहेका थिइन् र छोरी छन् बुहारी छन् छोरा छन् जुवाई छन्। तर सबैको त्यही त आफ्नो व्यवस्थापन र आफ्नो तरिकाले हिँडेका छन्। र श्रीमान यहाँ हुनुहुन्छ यहाँले आफ्नो जीविका अर्जन गरेर यहाँले आफ्नो परिश्रम गरेर पालिरहनु भएको थियो। र यहाँको नाम चाहिँ भन्नुभयो हाम्रो हजुरको नाम के हो? रामबहादुर राई हो। हजुरको श्रीमतीको श्रीमतीको तपाईँ दुटी पुन कति भयो भएको थियो यो बस्न थालेको? हजुरको बसेको भयो होला तपाईँको 10-12 वर्ष 12-15 वर्ष भन्दा बढी भइसक्यो सर। अनि दाइ अहिले हजुरहरूले आफ्नो माग राखिराख्नु भएको छ होइन? हजुर हजुर के हो हजुरको माग अहिले यहाँनिर सब पनि उठाउन? हजुर हजुर हाम्रो प्रत्यक्ष माग भने के हो भनेपछि कम्पनीको चाहिँ मालिक टिप्पर मालिकहरू यहाँ उपस्थित होइदिनु पर्यो र हाम्रो पीडितहरूसँग र हामी जनतावासीहरूसँग यो यति वार्ता गर्नु पर्यो कि कुनै पनि हाम्रो माग छ यो रोड रोल्पा जाने शहीद मार्ग रोडलाई अलि निरीक्षणसँग अलि ढङ्गसँग ड्राइभरहरूले सम्झाउने बुझाउने र यसलाई सकेभर यो टिप्परको व्यवसाय यतातिर नचलोस्। चल्छ भने हाम्रो बाल बच्चा हिँडिन के भन्छन् धर्मस्थलको ऊ छ केटाकेटीहरू अनि सबै आवाज जाबाट होइरहन्छ हिँडे अलिक खतरा नै भइरहेछ। अहिलेसम्म 5 पटकको घटना भइसक्यो यस्तैहरू यही ठाउँमा यस्तै बगालेदेखि यतासम्म 5 ठाउँको पटकको घटना भइसक्यो। त्यही भएको त्यही शर्त हुनाले हाम्रो केही पनि छैन। हामीले कुटमार गर्ने कुरा पनि छैन। हामी लडाइँ झगडा गर्ने छैनौँ र हामीसँग यही वार्ता हो कि यसको सबको लागि क्षतिपूर्ति कति हो र चाहिँ भन्नु पर्यो यो बाटोलाई चलाउन या गाडी यातायात गर्नलाई कुन तरिकाले गर्नुपर्ने हो र कसरी यसलाई हाम्रो आगामी दिनहरूलाई संरक्षण कसरी हुने हो यही हामीले माग गर्ने। यही मागमा हामी ऊ छौँ। यो लासलाई उठाउन दिएका छैनौँ र हाम्रो यही जनताहरूको हाम्रो टोलवासीहरूको र यो पीडितको माग पुरा भयो भने हामी छोडिदिन्छौँ। हामी कुनै लडाइँ झगडाको पनि गर्ने छैनौँ र शान्त तरिकाले हामी वार्ता गरेर पठाउँछौँ।
हामीले यस्तो गर्नु त बाटा चाहिँ यही ठाउँमा हुनु पर्यो हामीले के कुट्टी परेन हामी यसको पोलिसी गर्न त यहाँका जिल्लाका नेतृत्व गर्ने मान्छे यहाँ आएर जस्तो यो होइन यो रोड अनुसारले यो टिप्पर हिँड्ने बाटो पनि भएन हो कि नै यहाँ पहिला यहीँ जो दुईचोटि यहीँ दुर्घटना घटिसक्यो त्यो सहमति एउटा पनि काट्नु गरेको छैन अनि अहिले पछि उपरान्त अर्को होला अब हामी पुलिस प्रशासनका विभागले हो यहीँ आउनु पर्छ क्या उतातिर जाने होइन यहीँ आउनु पर्यो पुलिस प्रशासन छ त्यस्तो कुटपिट हुने हुँदैन यहीँ आउनु कुटपिट भन्ने चिज हुँदैन के वार्ता यहीँ हुन्छ बाटा चाहिँ यहीँ हुनु पर्यो यहीँ हुन्छ यहीँ हुन्छ वार्ता गर्नु काम हुन्छ नै हामीले नेपालको सिस्टम अनुसार त्यो हुनु पर्यो जनताले के हातपात गरौँला त्यो कम्पनीको मालिकलाई पहिला पनि यो घरमा दुर्घटना हुँदाखेरि आएको नि अहिले किन नआउने पहिला आउने अहिले नआएर हुन्छ त यो टिप्पर मालिक र ड्राइभर र के छ हटकडी लाग्यो कि लागेन त्यसको चाहिँ समस्या देखाइदिनु पर्यो पिडिटीको अनि त्यो टिप्पर साहु मालिक आएर यहाँ हामीसँग जनतासँग वार्ता गरिदिनु पर्यो जहाँ घटना भएको छ त्यहीँनिर वार्ता हुनु पर्यो हामी कार्यालयतिर जाँदैनौँ हाम्रो माग यही नै हो र ऐन्दादेखि वार्ता हुने बेला समाप्त हुने बेला या टुङ्गिने या सकिने भयो भने यो बाटोले निषेधसँग यसलाई परिचालन गर्न ल्याउनु पर्यो बस यही मेरो यहाँको गुनासो र हाम्रो टोलवासीको यही गुनासो हाम्रो मान्छे रङ साइडमा छ भने हामी पनि हाम्रो नै गल्ती देखिन्छ हाम्रो लास्ट रङ साइडमा छ त्यो हेरिदिनु पर्यो के गाडीको गल्ती कि मान्छेको गल्ती यस्तो बुढो मान्छे उहाँ बिचमा मार्थ्यो भने एउटा कुरा बुढो मान्छे रक्सी खाएर गरेको थियो कि भन्थे कि अघि न रक्सी खाएर गरे अब त उ आफू हुँ उकालो उडानमा छरेर मर्दिन र अनि यहाँ यस्तो सम्म बाटोमा मान्छेले मार्थे र यहाँनिर लास्ट पल्ट छ भने त्यो पनि त होला कुरा घरभित्रैबाट पनि बच्चालाई मारे लासको बदला लास कि लासको बदला लास नत्र भने त्यतिकै गुचुकमा हाम्रो माग पुरा हुनु पर्यो घटना भयो कति मार मरे कति लानावाला मरे मान्छे कति मरे अनि सबभन्दा यो उसान अनि यो बाटोमा टिप्पर खानु पर्यो कति घटना भुइँगाउँछ मान्छे भुइँ एकदम ठुलो आँखा छरिहाल्छ कस्तो गराउँछ